अनि यता यता हेर त पुरा तिमीहरू कहाँ जाँदै हो ताइक्वान्डो रमाइलो लाग्छ नजाउँ जस्तो लाग्दैन रमाइलो लाग्छ जस झ्याउ लाग्छ अनि किन आएको त अनि झ्याउ लाग्यो अहिले म गुरुलाई भनिदिन्छु बखादियो तिमीहरूलाई रमाइलो गरेर ट्याक ट्याक अनि दिनुपर्छ अनि ताइक्वान्डोको अनि यो बुढाहरूलाई पुऱ्याउने भएपछि आफू नि यसो हिँड्ने बानी हुँदो रहेछ नत्र हिँड्ने बानी हराएर आफूलाई एक्सर्साइज हुने जस यदि तपाईँहरू पनि ताइक्वान्डो सिक्न चाहनुहुन्छ भने हाम्रो यो जनगाल बनेपा 10 मा रहेको जनज्योति माविमा कराते ताइक्वान्डो सिकाउनुहुन्छ लक्ष्मण गुरु र मनिल गुरुले उहाँ म्याडम चाहिँ हिँड्न नसकेर होला होइन होइन हिँड्न नसकेर हो 2 घन्टा त्यो खाना एकदमै ब्याड हो एकदम ब्याड म गुरुलाई भनिदिन्छु आज भनिदिन्छु श्रेयांश त्यस्तो खाना हुन्न बेबी त्यो एकदमै ब्याड हो फर्स्ट टाइम जङ्क फुड जहिले पनि खानुहुन्छ तपाईहरुले एकदमै जङ्क फुड खानुहुन्न नि अहिले गुरुले थाहा पाउनु भयो भने फेरि तपाईहरु यस्तो ताइक्वान्डो खेल्ने मान्छेले यस्तो चाहिँ चीज खानु बेल खानुहुन्न नि त्यस्तो बेल खानुहुन्छ होइन पानी खाने फ्रुट्सहरु खाने त्यस्तो हो नि त त्यो स्प्राइट पेन्टाको पनि खाने होइन त्यो हेल्दी भएर तपाईहरुलाई अहिले जस बाटो बनिरहेको अवस्था यस्तो छ गाइज यो चाहिँ जनज्योति मावि जनगालको एकदम पुरानो विद्यालय ताइक्वान्डो अनि जाऊँ न त यहीँ गुरुले गाली गर्छन् भनेर यहाँ पहिला खाएर जानलाई यस्ता छन् बुढाहरू के खानुभएको हजुरले के खाएको अरे मामा चौचो अनि भान्जा चौचो खाएको कि मामा चौचो खाएको हजुरले ए मामा चौचो यस्तो छ है बुढाहरू सबैको यस्तै होला है हाम्रो मात्र होइन अनि साकुराको त अङ्कल पर्छ नि सूर्यान्त हो नि अनि त्यो त्यही फाल्ने हो ताइक्वान्डो सिकिसकेपछि त म्यानर पनि हुनु पर्ने होला यहाँ सबै कागजमा त्यहाँ त्यो कागजमा सबै त्यहाँ सूर्यान्सले पढेको छ कि छैन त्यो कागज सूर्यान्स तिमीले त्यो कागज पढाइसकेको छैन त्यो हो म अनुशासनमा बस्छु म चाहिँ नियमहरू पालना गर्छु मैले नियम उल्लङ्घन गरेँ भने कारबाहीको भागीदार हुन्छु भनेर सबै लेखेको छ त्यसमा त्यो यो पेपरमा तिमीले अनि साइन हाने त ल्याप्ची हाने अनि कराते खेल्दा के अरे ताइक्वान्डो खेल्दाखेरि सुन ताइक्वान्डो खेल्ने बेला घाउ चोट लागेमा आफै जिम्मेवारी हुन्छु भनेर पनि त्यहाँ छ पढाइ छैन होला एकदमै यो पुरानो स्कुल हाम्रो यस जनगालको ब्लक बी है त गाइड चाहिँ हो यहाँ चाहिँ सायद योगा पनि हुन्छ क्या यहाँ है पहिला म पनि आएको थिएँ 1 महिना जति त रमाइलो योगा जान टाइम मिलेर लास्टै रमाइलो मलाई जिमहरू भन्दा पनि रमाइलो लागेको थियो तर अब के समय मिलाउन गाह्रो छ चाहिँ स्कुल है हाम्रो जनज्योति माध्यमिक विद्यालय
एकदमै पुरानो विद्यालय हो। जस्तो अहिलेको चाहिँ म्यानेजमेन्टहरू धेरै राम्रो छ जस्तो लाग्छ मलाई। यहाँ चाहिँ अहिले तपाईँहरूको क्लास 12 कक्षासम्म पढाइ हुन्छ यहाँ अहिले। त्यहाँ एउटा लेखेको कुरा साह्रै मन पर्यो मलाई। म तपाईँलाई जुम गरेर देखाउँछु है त गाइज। एकैछिन है त। मूर्खको उपदेश सुन्नुभन्दा बुद्धिमानीको गाली सुन्न बेस हुन्छ। एक्ज्याक्टली। पारिरहेको चाहिँ हाम्रो सङ्कल्प कलेज। कति बजे अहिले? हजुर 4:45। ल वार्मअप गर्दै गर्नु न, जानुहोस्। ओके वार्मअप। कतिजना हुनुहुन्छ अहिले टोटल इभिनिङ क्लासमा? हजुर 12 जना हो। कतिजना? 9-10 जना हुनुहुन्छ। वार्मअप। आफूले सिक्न सकेन सानो बेला, त्यही भएर भुराहरूलाई चाहिँ यो आफ्नो सेल्फ डिफेन्सको लागि पनि चाहिन्छ। वार्मअप प्लिज। एकदमै पारिपट्टि हेर्नुहोस्, एकदमै रमणीय दृश्य छ। धेरै राम्रो छ है गाइज। यो रोड देख्नु भएको छ। बाटो बनेपछि अझै सुन्दर रहन्छ यहाँको दृश्य। यसै बाटो एकदमै सुन्दर गाउँ रहेको छ पारिपट्टि, वनको बिचमा। यो तल रहेको चाहिँ चौर चाहिँ पहिला हामी सानो हुँदा एकदमै फुटबल म्याच धेरै खेलिन्थ्यो। एकदमै त्यो जुन पहेँलो बिल्डिङ देख्नु भएको छ गाइज, त्यो चाहिँ म पढेको पुरानो स्कुल है, नाइटिङ्गेल एकाडेमी। अहिले चाहिँ छैन, स्कुल सरिसकेको छ। मेरो बाल्यकाल चाहिँ यो ठाउँमा बितेको थियो है गाइज। अहिले पनि यहीँ छु। र पारी चाहिँ तपाईँको आश्रम रहेको छ। यदि हजुरहरू आश्रम घुम्न आउन चाहनुहुन्छ भने सम्पर्क गर्नुहोला। एकदम रमाइलो छ त्यहाँ आश्रम पनि। ओके कति बज्यो अहिले? हेलो म्याम, कति बज्यो अहिले? 5:15। अहिले पनि 15 मिनट भइसक्यो भन्नुभयो होइन र? अहिले पनि 4:45 भन्नुभएको थियो। अहिले अनि 15 मिनट गइसक्यो होला, अझै पनि फेरि 15 मिनट भइसक्यो भन्नुभएको छ।
होइन त्यही भन्नुभयो सायद अब अनि हजुर के गर्न आउनुभएको त अझै यहाँ नानीको आज फर्महरू बुझाइदिनु पर्ने थियो उहुँ, होइन हजुर हजुर ताइक्वान्डो खेल्छु भनेर रहर गरेँ हजुरले नि खेल्नु भएको थियो सानोमा ताइक्वान्डो ताइक्वान्डो कि कराते मैले ताइक्वान्डो नै खेलेँ कुन बेल्टसम्म पुग्नु भयो त म ब्लू बेल्टसम्म पुगेपछि छोडेँ अब ब्लु बेल्ट अब 2-3 वर्ष तर म चाहिँ फ्यासिलिटी चाहिँ हुँदैन वाइट बेल्टसम्म पुगेको थिएँ स्टार्टिङ वाइट बेल्ट हाम्रो बेलामा चाहिँ यति धेरै सुरु पनि मैले कहिले पनि जोइन गरिनँ होला ताइक्वान्डो त गरिनँ चाहिँ गरेँ म चाहिँ अलिक फुटबलतिर इन्ट्रेस्ट हुने भएर फुटबल खेलियो खेरि चाहिँ होइन साथीहरू कोही ताइक्वान्डो गएँ म चाहिँ फुटबल तर यो चाहिँ सिक्न पर्ने रहेछ भने अहिले ठुलो जे कुरा नि पछि आएर पछुतो हुने हामीलाई चाहिँ है त्यही भएर गाज है बुझ्यो नि सानै बेलदेखि यता छोरो खेल्नुपर्छ है बाबुलाई जस्तो पछुतो नहोस् अनि सुर्यान्स केही शब्द भनौँ त के कस्तो लागिरहेछ ताइक्वान्डो खेल्न कति दिन भयो आज भाइ 3 हप्ता भयो 3 हप्ता भयो रमाइलो लागिरह स्कुल रमाइलो कि ताइक्वान्डो रमाइलो ताइक्वान्डो रमाइलो हट ओ सरी